बाढी पहिरोले यहाँको ठुलो क्षति पुगेको कुरा हामीले अघि नै कार्यक्रममा प्रस्तुतिकरण मार्फतबाट हामीले प्रस्तुत गरिसकेका छौँ र हामी जहिले पनि विपदको मात्रै कुरा गर्छौँ। विपद भन्ने बित्तिकै बाढी पहिरो मात्रै होइन रहेछ भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ। विविध प्रकारको तत्काल घट्ने घटनाहरू नै विपद हो भन्ने कुरा हामीले बुझेका छौँ। अब सिर्फ के हो भन्दा मेलम्चीलाई हिजोको तुलनामा अवस्थामा कसरी पुर्याउने भन्ने मात्रै कुरा हो। त्यस कारणले गर्दाखेरि यो विपद गइसकेपछि मेलम्चीमा लगभग 2वटा मोटरसाइकल पुलहरू खोलाएको अवस्था छ। एउटा मेलम्ची बजार हुँदै नवलपुर र टिपिनी जाने पुलमा चाहिँ बेलिब्रिज हालिसकेको छ र पक्की पुलको लागि ठेक्का पनि लागिसकेको छ। मेलम्ची फटे दुवचौर हुँदै शेर्पाखान जाने जुन मोटरसाइकल पुल छ अहिलेसम्म बन्न सकेको छैन। हामीले पटक पटक मेलम्ची नगरपालिकाको कार्यपालिका हुँदै नगर सभाबाट पारित गर्दै विपद समिति सहितको हामीले सम्बन्धित निकायमा सङ्घीय सरकार र प्रदेश सरकारलाई हामीले पत्राचार गरिसकेका छौँ, तर पनि बन्न सकेन। यो बिचमा हामीले विभिन्न समयमा प्रदेश र सङ्घीय सरकारको मन्त्रीज्यूहरूसँग पनि भेटेकै हो, तर पनि बन्न सकिरहेको अवस्था छैन। अब निश्चित रूपमा यो वर्ष चाहिँ सचिवज्यू आउनुभएको छ। सचिवज्यू सँगसँगै महाशाखाज्यूहरू पनि हुनुहुन्छ। यो करिब यो वर्ष चाहिँ बजेटको चाहिँ सुनिश्चित हुन्छ जस्तो मलाई लागेको छ। हामीले दुईटै कुरा गरेका छौँ, सङ्घीय सरकार र प्रदेश सरकारले। कि त सङ्घीय सरकार र प्रदेश सरकारले बनाइदिनुहोस्, यदि यहाँले बनाउनुहुन्न भने स्थानीय सरकार पनि यहाँको पुल बनाउनको लागि सक्षम छ भनेर हामीले डिपिआर समेत गरेर बजेटको समेत व्यवस्थापन गरिसकेका छौँ। तर पनि हामीले स्वीकृति दिएको छैन। यो सङ्घीय सरकार र प्रदेश सरकारको विविध कारणले गर्दा होला। त्यस कारणले गर्दाखेरि हामी के चाहन्छौँ भने 753वटा पालिकामा मेलम्ची नगरपालिकाले 37 करोडको चाहिँ पक्की पुल बनाएको छ अरे भन्ने चाहिँ हामी देखाउन चाहन्छौँ, तर हामीलाई त्यो अधिकार दिएन। त्यस कारणले गर्दाखेरि चाहिँ अब यो वर्ष चाहिँ निश्चित रूपमा बन्छ भन्ने कुरा चाहिँ हामीले विश्वास लिएको छ। त्यो सँगसँगै यो बजारी क्षेत्र ठुलो जोखिममा छ। यो प्राविधिक प्रतिवेदन, विज्ञहरूको प्रतिवेदन, समग्र सबैको चाहिँ प्रतिवेदन हेर्दाखेरि यो जोखिममा छ। भ्रेमाथाङमा लगभग त्यहाँको डेब्रिज चाहिँ 10% मात्रै आएको छ भन्ने कुरा तथ्याङ्कले देखाएको छ। 90% आउनै बाँकी छ। 90% आयो भने मेलम्चीको हालत के होला भन्ने कुरा पनि उठेको छ। र हुन त मेलम्ची हिजो इतिहासको कालखण्डदेखि नै भइरहेको पुरानो बजार हो, अहिले पनि छँदैछ। बाढी पहिरोले केही घरहरू बगाएको छ, अन्य घरहरू चाहिँ लेदोले पुरेको कारणले जस्ताको तस्तै अहिले बनाइसकेको अवस्था छ। यसमा लाभग्राही गर्नुपर्दा सरकारको तर्फबाट लाभग्राही चाहिँ गरियो, तर अहिले चुनौती चाहिँ के बनेको छ भन्दा सरकारले चाहिँ अन्तिम किस्तसम्म दिँदा चाहिँ भग्नाशेषहरू हटाउनु पर्दछ। त्यसो भएन भने सबै किस्ता दिनु नमिल्ने भएको कारणले पटक पटक जनगुनासो आएको छ र त्यहाँको साथीहरूलाई भग्नाशेष हटाउनुहोस् र अन्तिम किस्ता लिनुहोस् भन्दा उहाँको करोडौँ पर्ने घर त्यही माथि सरसफाइ गरेर बसिसकेको छ। यदि भग्नाशेष हटाउनै पर्दाखेरि एउटा घरलाई हटाउँदाखेरि 25-30 लाख राख्न छ, जब सरकारबाट आउने 5 लाख। यति विवादमा परेका छन्। हामीले विवादको बैठकमा पनि पटक पटक उठाउने गरेका छौँ। उहाँले भन्नुहुन्छ खोइ त अन्तिम किस्ता विपदमा त परेको होइन, तर हामीलाई दिनु पर्दैन भन्नुहुन्छ, तर कानुनले नमिल्ने रहेछ। यसको विषयमा के गर्नुपर्ने हो? अब सचिवज्यू यहीँ हुनुहुन्छ, प्रमुख जिल्ला अधिकारीज्यू यहीँ हुनुहुन्छ। मैले जिल्लाको विपदको बैठकमा पनि उठाएकै हो। मिल्छ भने दिँदा केही फरक पर्दैन। उहाँहरूको त्यहाँको चाहिँ घरहरू सरसफाइ गरेर पर्नु पनि लाखौँ लाख लागेको छ। 5 लाख होइन, 8-10 लाखै लागेको छ एउटा घर सरसफाइ गर्ने। त्यहाँको फुटेको चाहिँ अब सिसाहरू ढोकाहरू मर्मत गर्दा ठुलो खर्च भएको छ, तर पनि राज्यले अन्तिम किस्ता दिएको छैन। भनेपछि
हिजो बजार नदीको किनारमा रहेको बजारलाई अहिले हामीले रेड जोनमा छ यो राख्नु हुँदैन भन्यो भने बजारले हामीले टिप्नै दिँदैन। किनकि हामीले अन्तर्राष्ट्रिय लेभलमा जुनसुकै ठाउँमा हेर्दाखेरि त्यो नदीकै किनारबाट चाहिँ विकास भएको पनि हेर्न सक्छौँ। समुद्रमाथि एयरपोर्ट पनि हेऱ्यौँ हामीले, नदीको किनारमा पनि ठुलो ठुलो घरहरू, होटेलहरू, हाउसिङहरू बनाएको पनि हेऱ्यौँ। तर हाम्रो यहाँ चाहिँ राज्यको चाहिँ कुरा के छ भन्दाखेरि बनाउनु हुँदैन, जोखिमपूर्ण ठाउँ है, यहाँ बनायो भने जे पनि हुनसक्छ भन्नुहुन्छ। तर पनि यो बनाइसकेको संरक्षण त गर्नुपर्छ, यो राज्यको दायित्व हो, सरकारको दायित्व हो। यसलाई हामीले फेरि भत्काउनु मिल्दैन। यो मेलम्ची बजार अहिले हामी केही समयपछि हामी अनुगमन गर्नेछौँ। पहिलेकै अवस्थामा परिसकेको छ, केही घरहरू बगाइसक्यो, अब त्यसलाई त अब बनाउने कुरा भएन। तर पनि भइरहेको संरचनालाई चाहिँ हामीले जोगाउनु छ। यसलाई चाहिँ नेपाल सरकारले विशेष गरी मेलम्ची क्षेत्रलाई विशेष बजेटको व्यवस्थापन गरेर यो मेलम्चीमा नेपाल सरकारले यदि गर्नु भएन भने पनि मेलम्ची नगरपालिकालाई पर्याप्त बजेट पठाउनु भयो भने हामी गर्छौँ। बजेटको अभाव हो, यो मेलम्चीलाई व्यवस्थापन गर्न नसक्ने भन्ने होइन, बजेटकै कारणले व्यवस्थापन गर्न नसकेको। यदि बजेट चाहिँ प्रत्येक वर्ष मेलम्ची विपदजन्य क्षेत्र भनेर चाहिँ छुट्टै कोष बनायो भने हामी निर्माण गर्छौँ। र अन्यको हकमा चाहिँ अब यहाँको समृद्ध बनाउने कुरामा, अन्य विकास निर्माण गर्ने कुरामा, स्वास्थ्य, शिक्षा, खानेपानी लगायत पर्यटकीय क्षेत्र, कृषिको क्षेत्रमा चाहिँ हामी आफै सहयोग गर्न सक्छौँ, आफै बजेट व्यवस्थापन गर्न सक्छौँ। यहाँको स्थानीय सरकारले गर्नुपर्ने काममा कहीँ कतै कमी कमजोरी हामीले गरेका छैनौँ। सङ्घीय सरकारको बजेट नआए तापनि, प्रदेशको नआए तापनि, हामीले कम बजेट आउँदा पनि हामीले जसोतसो यहाँको व्यवस्थापन गरेका छौँ। र विपदको लागि विशेष गरी हामीले यहाँको विपदजन्य क्षेत्रलाई, अब यहाँको नागरिकहरूलाई अब संरक्षण गर्नको लागि अनि सम्वर्धन गर्नको लागि नगरपालिकाले विभिन्न समयमा विभिन्न खालको कार्यक्रमहरू आयोजना गर्दै यहाँको नागरिकहरूलाई सचेतनमूलक कार्यक्रम, कृत्रिम गर्न अभ्यास लगायत थुप्रै कार्यक्रमहरू गर्दै आएको छ। र मैले धेरै कुरा गर्नु छैन। अब यो ठाउँलाई हिजोको अवस्थामा पुर्याउनको लागि, फर्काउनको लागि, समृद्ध मेलम्ची बनाउनको लागि नेपाल सरकारको ठुलो भूमिका रहन्छ, प्रदेश सरकारको पनि रहन्छ, स्थानीय सरकारको पनि त्यत्तिकै भूमिका रहन्छ। सबै तिनै तहको सरकार मिलेर समन्वय गरेर यो ठाउँलाई समृद्ध बनाउने कुरामा, व्यवस्थित गर्ने कुरामा लाग्नुपर्छ भन्ने कुरा सबै अनुरोध गर्दै अबको कार्यक्रम सङ्घीय सरकारबाट आउने कार्यक्रममा अब सचिवज्यू सँगसँगै हाम्रो जनप्रतिनिधि साथीहरू, यहाँको सरकारवाला साथीहरू, राजनीतिक दलका साथीहरू, हामी सबै लागेर यो ठाउँलाई व्यवस्थित गर्नको लागि हामी लाग्नेछौँ भन्ने कुरा पनि विश्वास दिलाउँदै हाम्रो कार्यक्रमलाई, हाम्रो निमन्त्रणलाई विशेष गरी यहाँले समय दिएर आइदिनु भएकोमा सचिवज्यू लगायतको टिमलाई विशेष धन्यवाद व्यक्त गर्दै यो 115औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा विभिन्न पदक प्राप्त गर्नुहुने महिला दिदीबहिनीहरूलाई हृदयदेखि धन्यवाद र बधाई व्यक्त गर्दै यो औपचारिक कार्यक्रम यहीँ समापन भएको घोषणा गर्दछु। धन्यवाद, नमस्कार।